धरारा आइपुगेको छ हामी साइड गेटबाट। धरारा हेर्नु सेतो टावर, काठमाडौँको सेतो टावर हेर्नु केही भएको छैन, राम्रो छ, एक स्क्रिन चढ्न पाएको छैन। र सेतो टावर है धरारा भन्छ नि, यही हो नौताले हो। काठमाडौँ मल पुग्यो। अमृत भोग्छ मन, अमृत भोग्छ मन। नम 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 टेम्पो पार्क नम बालेनसिडी, यसलाई भन्छ बालेनसिडी। राष्ट्रिय ट्रमा सेन्टर, यो हो राष्ट्रिय ट्रमा सेन्टर। कतै खाने हजुर, खाने हजुर, बाटोबाट के भयो? बाटोबाट वाक भयो, वाक भयो हो। ल लिनु, अलिकति पानी खानुहोस्, थोरै पानी खानुहोस्। 8:30 अलि बढी भयो। खुसी लाग्यो हजुर? घर जाने भन्नु ल। खुसी भयो हजुर? हजुर भोक लाग्यो? ल अब घर जाने होस् ल, आउनु। जेब्रा एक झोला छ ल, स्कुटी यही हो। अगाडि बस्ने कि पछाडि बस्ने? अगाडि बस्ने हो। ल बस्नु, ल अगाडि राखौँ है एकछिन। ल अगाडि बस्ने होस्, यसरी बस्ने, हावा खाने, अनि पमिडा हुँदैन। एकछिन हावा खाउँ अगाडि बसेर, अनि एकछिन भरे सार्ने। अनि ल गर्मी भयो क्या, गर्मी भइरहेछ, नलाउनु। ओहो भयो भयो। सङ्गाच्याट मेरो खुट्टै झुन्ड्यो, अब अगाडि राख्नु पर्यो। हावा खायो, अब चाहिँ हावा खान पायो, हावा खान पायो। अब चाइनिज हो, रमाइलो छ अगाडि। बाख्रा हो, बाख्रा 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 हो। बाख्राले के गर्छ त भन्दाखेरि घाँस खान्छ। धुम्म छ हुन त, धान पुरै फलिरहेछ पोखातिर। किरामा जाने देखिने खोला छ थुप्रै झरेर अनि मात्र त्यहाँ हेरिरहेको छ। यो टाढा होटल पनि छ, होटल छ।
तल अलिक तल जाउँ कस्तो राम्रो सेतो फुल आयो सेतो फुल आयो केराघारी पनि आयो त्यो पनि फुल जस्तै देख्दो रहेछ मेवा पानी है धुलो कति धेरै अगाडि पुगेको छ पानी परेको कारणले रेनकोट परेको छ कुखुराहरू हिँडिरहेको छ खाल्डो छन्नु पर्छ पानी आएर अब अलिकति अगाडि चाहिँ तपाईँको चाहिँ नि सलाखु खोला आउँछ सलाखु पुल पनि आउँछ खोला भएपछि त पुल हुन्छ पुल भएपछि खोला हुनुपर्छ तपाईँको चाहिँ नि सबैतिर धानहरू अब सोच्नु धान झुलेको छ खाल्डै खाल्डो छ अब यहाँदेखि उकालो छ फेरि है सानोसम्म उकालो छ त्रिशुली नदीमा मिसिन्छ यो ल किस्पाङ गाउँपालिकामा हातै स्वागत छ भनेर लेखिएको छ है यहाँ त्यसो बाजे घर जाने बाटो यता हो नाति घर जाने बाटो रेनकोट उड्दै रहेछ रेनकोट उड्दै रहेछ अगाडि भिड छ माथि पनि काटेको रहेछ यहाँतिर बाटो अलि अप्ठ्यारो छ डेन्जर छ कि बाटो यहाँ अब ल रुखहरू सबै काटेको छ यहाँ ल ल ल ल तल भिर छ फेरि ओहो हजुरआमा के बोकेर हिँड्नु भएछ ल म यहाँ हाल्नु नि पहिले 2010मा एसएलसी दिएको ठाउँ है 2010मा यहाँबाट पढेर तल एसएलसी दिएको थिएँ यो चाहिँ श्री ज्ञान ज्योति उच्च माध्यमिक विद्यालय म पढेको स्कुल है भन्ज्याङ भन्छ यसलाई अब यो भन्ज्याङै हो यता पनि भिर उता पनि पछाडि भिर अगाडि भिर डाँडाको टुप्पो माछा सातोगडाको एरियाको छ यता राम्रो छ यतातिर छ यतातिर स्कुल छ हेल्पोस्ट छ तपाईँको चलाएर तपाईँलाई जाने
जाने हो। अब एकछिनपछि पिच समाप्त हुन्छ, त्यसपछि अपलोड आउँछ है गाइस। 7 बजेसम्म पिच छ। जो दुम्बाङमा जाने, भाल्सेको दुम्बाङमा जुन रमणीय स्थल छ त्यहाँ जाने बाटो नै यही हो। 7 बजेसम्म राम्रो छ, त्यसपछि 20-30 किलोमिटर चाहिँ अपलोड छ है। 15-20 किलोमिटर होला। यहाँ चाहिँ ओर्लिनुपर्छ क्या। ए छेउबाट छ, खस्दैन यत्रो उसमा चाहिँ। कहिले हिँडेर जानु त? पाउनु यहाँबाट जान्छ कि कस्तो मान्छे रहेछ। फाइनली गाइज घर आइपुगेको छ है। यस्तो गरेको बाटो बनाएको छ हिँड्नलाई। यो घर आइपुगेको छ। घर चाहिँ यस्तो छ, भूकम्पमा बनाएको। यो चाहिँ उतापट्टि चाहिँ पुरानो घर बनाएको हो। ल कुखुरा चाहिँ यहाँ। यो घर त्यो त भुटो हो नि त। सब्जी त तिम्रो यो रहेछ नि। न तू बोल मसालरी मोलजिम खांगसा का रुंगबा खाल्दे मोलसे खाल्दे करेम हा पाती तानी बा पाते कुनले न खाना दासे बत्ती अंको चौराइ पुग्न लागेको छ। पुरानो घट्टाहरू यसरी भत्किसकेको छ। माथि पाउँछ त्यस्तोमा आइपुग्न लाग्यो है। खोला हो यो। यो यतापट्टि मुहान छ। यो पानीको मुहानबाट पानी खान्छ तलको गाउँ। त्यही 3वटा गाउँले ल पुरै चौर छ यहाँ। चौर आयो। है यो यस्तो छ। यहाँबाट पौने घन्टा 1 घन्टा हिँड्यो भने दुम्बाङ पुग्छ। ओहो डेन्जर देख्यो ल। झर्ना माथि नजाने फर्की त जाने हो। ल ल ल यो मात्र बाँकी छ जस्तो सबै हातले मोल्ने हो क्या। होइन यस्तो फोन हुन्छ ल छाता उडे के छ त्यहाँ? ओ मारो मारो भाइरस पनि मिसाउनु के हो? त्यसको रस आएन। चक्कुले काट्नु चाबे ल्याउनुपर्छ क्या ठुलै। अलिक के ल्याइदियो? सुक्खा भएछ त्यो के हाल्नु पर्यो? पानी हाल्नु अमिले भएन नि। अब त्यतिकै नुनमा चोबेर पोखरा नखाने त्यति खानु पूजा धेरै भयो।
नुन पुग्दैन होला अनि दालमुट पनि हाल्दिउँ बरु दुलमुट चाखौँ कस्तो नुन चौचौ पनि थोरै बुझ धेरै भयो ढाड के बित्ति दुख्नु मेरो ओहो ए कता पुरिसकेछ पुऱ्यो मिठो भएछ नुन हालेको छैन हालेको हल्ला चाहिँ गजब भएछ नुन कस्तो भयो लु नुनै छ चाख्नु त घाँटी दुखे मान्छे मेरो त घाँटी दुख्यो घाँटी निको होला जस्तो तपाईँले हालिनेको हुन्छ हात त हाम्रो केही छैन सबै छ नुन मेन कुरा नुन नुन हेर नुन नुन चाख्नु त कस्तो छ नुन सबजना एक चम्चा नुन चाख्नु नुन कस्तो छ कसलाई ठिक्कै ठिक्कै जस्तो लाग्यो होइन के हाल्छ नभए थपौँ अब हाम्रो अलि थप्नु म त अलिकति नुन कम्ती खाने हो म त बढी म खानु नि चाखेँ ल त्यसो आफ्नो आफ्नो मलाई विचार ठिक राखौँ छ मन निकाल्छ नि नुन हाल्नु को खाने के नुन हो लो मलम मलम अलिकता छुस्स भयो झटपटे बनाउने तरिका मान्छेले घरमा जति चामल भनि नपुग्ने अनि जङ्गलमा त चटपटीले चामल जङ्गलमा के छ त नि यतिकै पुग्यो होला भयो जङ्गलमा बस्नेले खोइ उनीहरूले केही छैन अब केले खाने काठकै भाँड काठकै उयो हातले एउटा रहेछ चम्चा मिलाउनुहरू यो हाल्नु नुन म त नुन नुन खानु भयो खान्छ न नुन अब छुट्टै खाने नुन कम भएको यो नुन बढी भएको कामला ल ऊ एउटा चम्चा चम्चा अहिले नजिक बस्नु खानु त चम्चा केही राख्नु झोले खाइन मिठो भयो पो मिठो भएछ कस्तो छ पाँचजनामा नि मिठो हुन्छ रहेछ चौचौ तिनजना भएको झन् है है तर मिठो हुँदैन एक्लो दुःख जति परिवार धेरै तिनजना भयो बिचबाटै फर्किन्थ्यो होला हाम्रो परिवार पहिला 13जना 14जना ल नुनमा लिङ्गै चलिस लिङ्गै चलिस के के यो पनि के वरिपरि ठुलो सिङ छ यसको यो झरना हो यो झरना कस्तो दामी झरना दामी झरना थल्कुङ झरना थल्कुङ झर्ना ल
पानीले आज चाहिँ तर भिजाउँछ जस्तो छ हामीलाई त कसले भन्छ प्लास्टिकै गयो अलि लामो सिस्नो थापेको हो क्या सिस्नो थापे हो सिस्नो थाप्दैछु म यहाँ नि मुला के जाति रहेछ नि फोर रहेछ नि फेरि नै छिर्यो अघि